हाई एभ्रिवान, हजुरहरूलाई स्वागत छ मेरो मिनी ब्लगमा। आज चाहिँ हामी हाइकिङ जाने प्लान गरेको थियो। यो सडनली बनेको प्लान थियो। सुरुमा चाहिँ हामी बुढा नीलकण्ठ मन्दिर गयौँ, मन्दिरको दर्शन गऱ्यौँ। यो मेरो फर्स्ट टाइम थियो मन्दिरभित्र गएर दर्शन गरेको चाहिँ। त्यो बाटो हिँडेको चाहिँ धेरैचोटि भइसकेको थियो, तर भित्र गएर दर्शन गरेको थिएन। त्यसपछि हामी गयौँ त्यहाँबाट हिँडेर माथि शिवपुरी प्रवेश गर्नको लागि गेटमा। त्यहाँ गएर टिकट लिएपछि अब हाम्रो यात्रा सुरु हुन्छ। तर मेरो हालत पहिला नै यस्तो भइसकेको छ, पसिनाले। मेरो चाहिँ हाइकिङ गर्दाखेरि एकदमै बढी पसिना आउने गर्छ। सो योभन्दा पहिला हामीले एउटा बोर्ड देखेको थियो, त्यहाँ चाहिँ 3 hours 30 minutes लेखेको थियो। त्यही हेरेर हिँडेको। फेरि नेक्स्ट बोर्डमा आइपुग्दा 4 hour देखाइरहेको छ। हामी चाहिँ अहिले जान लागेको शिवपुरी पिकमा थियो। अनि बाटोमा हिँड्दै गर्दा यो सानो कटेज जस्तो भित्र चाहिँ मृग बसिरहेको रहेछ हैन। मैले भिडियो बनाएँ। त्यसपछि हामी हिँडेर गयौँ एउटा गुम्बाबाट हाम्रो नेक्स्ट ट्रेल सुरु भयो। यो चाहिँ कस्तो हरर मुभीको जस्तो देखिरहेको कि है, त्यो गेटबाट एन्ट्रान्स चाहिँ। अनि हाम्रो अब सिडीको बाटो सुरु हुन्छ यहाँदेखि चाहिँ। अनि एकदम ठाडो थियो। म चाहिँ यस्तो थाकिसकेको थिएँ है, एकचोटि चाहिँ गिभ अप पनि गरेँ जस्तो भइसकेको थियो। बट हुँदैन, आइसकेपछि त पुग्नु नै पर्यो भनेर हिम्मत गरेर गएँ। अनि हिँड्दा बिचमा चाहिँ मान्छे कोही नभएको भएर बाटो एकदम सुनसान थियो। हामीले चाहिँ बाटो मिस गरेको रहेछ। जानुपर्ने अर्को बाटो थियो। प्राय मान्छेहरू चाहिँ सबै त्यो बाटो अनि यो बाटोमा चाहिँ कोही थिएन, हामी मात्रै थियो। हेर्नु न कस्तो घना जङ्गल छ है, अँध्यारो। अनि बाटो पनि स्केरी देखिन्छ। त्यसपछि हामी एउटा सानो देउराली भन्ने ठाउँमा पुग्यो। त्यहाँ चाहिँ सबैजना जम्मा भयो, अर्को बाटोबाट आउनुभएको मान्छेहरू पनि। अनि त्यसपछि चाहिँ हामी उहाँहरूकै अगाडि पछाडि गर्दै हिँड्यौँ सँगसँगै। हिँड्दै जाँदा चाहिँ हामी अब पुग्छौँ बागद्वार। यो चाहिँ गुफा हो कि के हो आइडिया भएन है। हजुरहरूलाई थाहा छ भने भन्नु है त कमेन्टमा। बागद्वार पुगेपछि हामीले त्यहाँ पानी रिफिल गऱ्यौँ। अनि मुख धोएँ मैले चाहिँ। पानी एकदमै चिसो थियो। एकछिनमा मेरो हात रातो भइसकेको। मुख धोएर एकछिन फ्रेस भइसकेपछि फेरि हाम्रो अब नेक्स्ट ट्रेल सुरु हुन्छ त्यहाँदेखि माथि। अनि बाटोमा मैले चाहिँ जे देखेँ त्यही क्याप्चर गर्दै हिँडेको थिएँ। खासै जागरुकता थिएन मलाई फोटो खिच्ने, भिडियो बनाउने। तै पनि मेमोरी हुन्छ भनेर खिच्दै हिँडेको थिएँ। त्यसपछि हामी डाइरेक्ट शिवपुरी पिक पुग्यौँ। त्यहाँ चाहिँ सबैजना बसेर खाजा खाँदै हुनुहुन्थ्यो, रेस्ट गर्दै हुनुहुन्थ्यो। यतिकैमा ठुलो पानी पर्यो। अनि हामी पनि खाजा खाएर एकछिन रेस्ट गऱ्यौँ। त्यसपछि रेस्ट गरिसकेपछि अलिकति रिलिफ पनि भयो। अनि फेरि हामी अब फर्किनलाई अर्को बाटोबाट, जुन बाटोबाट गएको थियो त्यो बाटो नगई अर्को बाटोबाट फर्क्यौँ। फर्किँदाखेरि बाटोमा मैले अलिअलि भिडियो पनि बनाउँदै हिँडेको थिएँ। तर यो बाटो चाहिँ एकदमै गाह्रो, झन् पुरै स्टार्टिङदेखि एन्डिङसम्म नै सिडीको बाटो रहेछ। अनि सिडीमा हिँड्न चाहिँ एकदमै गाह्रो हुन्छ कि, मलाई चाहिँ गाह्रो लाग्छ पर्सनल्ली। त्यही पनि अब के गर्नु होइन, बाटो सुरु गरिसकेपछि त अब हिँड्नै पर्यो। हेर्नु न कस्तो ठाडो भर्याङ छ कि। मलाई चाहिँ यो साउन्ड सुन्दा एकदमै डर लाग्छ। नि तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ? पहिला त सुरु गर्दाखेरि त्यति गाह्रो भएको थिएन, तर लास्टमा एन्डिङतिर आउने बेला चाहिँ खुट्टा साह्रै दुखेको थियो। अनि यहाँनिर मैले एउटा भिडियो चाहिँ क्याप्चर गरिहालेँ। कस्तो राम्रो खोलाको साइडमा चाहिँ यो एकदम राम्रो भ्यू थियो। यतिकैमा अब हाम्रो चाहिँ हाइकिङ सकिन्छ। फाइनली हामी जहाँबाट इन्ट्रान्स गरेको थियो त्यही गेटमा आउँछौँ। ठुलो पानी पर्यो। गेटबाट बाहिर निस्केर एकछिन हेरेपछि रत्नपाको गाडी पाएँ। त्यसमा म रत्नपा गएँ र आएपछि मैले यहाँ एउटा डान्स देखेँ, सिम्पल लाइफ आई थिङ्किङ। कस्तो राम्रो विचार कि उहाँको चाहिँ अपाङ्ग असहाय बेसाराहरू जति पनि हुनुहुन्छ उहाँहरूको लागि आफ्नो भएको ट्यालेन्ट सो गरेर केही रकम सङ्कलन गरेर सहयोग गर्नुहुँदो रहेछ। मैले पनि एकछिन डान्स हेरेँ।
उहाँको डान्सको मुभमेन्ट चाहिँ कस्तो राम्रो थियो है। एकदमै थकाइ लागिसकेको थियो त्यति बेलासम्म, अनि भोक पनि लागेको थियो। खाजा खाएँ। म चाहिँ बसमा ब्याग राखेर बाहिर डान्स हेर्नको लागि आएको थियो। त्यतिकैमा गाडी जान थालिसकेछ। साइडमा बसेको आन्टीले आएर बोलाउनु भयो। त्यसपछि गएर गाडीमा बसेँ, घर आएँ। थ्याङ्क यू फर वाचिङ गाइस। कस्तो लाग्यो कमेन्ट डाउन बिलो।